बाबा हजुरलाई पढाउनु जाउँ पनि सरसम्म। थ्याङ्क यू छोरा, थ्याङ्क यू। तैँले सोध्नुपर्ने कुरा सोधिस्, कर्तव्य पालन गरिस्। तर भइगयो, पर्दैन। स्कुल चाहिँ छुटाउन हुँदैन। हामी गइहाल्छौँ। रहनेछ नि त मेरो साथी। ए त बाबालाई पुर्याउन जाने भइसकेछ है? खुसी लाग्यो छोरा। परेपछि त गर्नु पर्यो नि बाबा। रानी दाई म भन्दा 1-1.5 वर्षले त ठुलो हो। अहिले कमाउने भइसक्यो। पहिलो पटक छुट्टीमा आएर फर्किँदैछ। तर म भाग्यमानी छु बाबा, पढ्न पाएको छु। हो बाबु हो, मैले त पढ्न पाइनँ। तैँले धेरै पढ्नुपर्छ अनि मेरो पनि सपना पूरा हुनेछ। तेरो सरहरूले तेरो बारेमा कुरा गर्नु भएको थियो। तेरो पढाइको बारेमा मलाई गर्व छ छोरा। भन्नेहरू त भन्छन् लाउरेका सन्तानहरू पढाइमा त्यति दिलचस्पी राख्दैनन् रे। तर छोरा, तेरो मेहनत र लगनशीलताले मेरो यो छाती एउटा लडाईँ जितेको कुशल योद्धाको छाती भन्दा ठूलो भएर फुकेको छ। आई एम द ग्रेटफुल। अल द बेस्ट। सानो छोरी अलिक सानी छ। घरबाट स्कुल पठाउन अलिक गाह्रो पर्छ। पछि उसलाई मामा घर राखेर पढाउनु ठिक छ? हस्। आमा, ए आमा। म आएँ बाबु, आएँ। ल बाबु, राम्ररी जानु, आफ्नो ज्यानको ख्याल गर्नु, घरको कति नि चिन्ता नलिनु, अनि पुग्ने बित्तिकै चिठी पठाउनु नि। आमा, हजुरको आँखामा आँसु किन पिर गर्नुहुन्छ आमा? 2 वर्षपछि त म आइहाल्छु नि। बाबु हो बाबु, तेरो बाबाले पनि कुनै दिन मलाई त्यसै भनेर सम्झाइ फकाएर जानु भएको थियो। त्यतिखेर त 8 वर्षको थिइस् बाबु। बाबु त 8 वर्षको थिइस्। मैले तेरै मुख हेरेर मेरो मन बुझाएकी थिएँ। सानो, सम्झाउन आमालाई। म कसरी सम्झाउ आमालाई? सानो, तिमी पनि? मलाई ढिला भइसक्यो आमा, म जान्छु है। बाबा, 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 हामीलाई छोडेर नजानु न बाबा। हामीलाई छोडेर कहाँ जान लाग्नु भएको? नरो छोरी, नरो। बाबा अब परी जाने। म मेरो छोरीलाई राम्रो राम्रो चाचा अनि मिठो मिठो पापा ल्याइदिन्छु नि। आमालाई धेरै नसताउनु है, मेरी छोरी ज्ञानी छ। बाबालाई ढिलो भइसक्यो। आऊ छोरी, आऊ। आऊ छोरी, आऊ। छोरी, आऊ। बाबा, हजुरलाई ढिला भइसक्यो।
बाँचे भने बाटोतिर नि मरे भने राइफलको सिरानी बाँचे भने बाटोतिर नि मरे भने राइफलको सिरानी मरे भने राइफलको सिरानी निर्माण ए निर्माण हजुर होइन पढ्न लेख्न थालेपछि खाना खानु पनि पर्दैन कस्तो यो छिटो आइज खाना चिसो भइसक्यो खाना खानु ठुलो कुरा होइन आमा ढाकेर राखिदिनुहोस् न खाइहाल्छु नि अब यहाँ राम्रोसँग पढेर आफ्नै देशमा केही गर्न सक्यो भने बाबा जस्तै परिवारसँग टाढा भएर बस्नु त नपर्ला बुहारी यतिखेर बिरमान कहाँ पुग्यो होला है के खायो होला तिमीहरू खाओ है मलाई त खानै मन लागेन किन भिज्दै हिँडेको अलि ओराउ न हामीलाई छाता छाता ओर्नु परेको छैन सबैले मिलिजुली ओराउ न त झुप्पे किन रिसाएर हिँडेको हो चाहे छैन हामीलाई कसैको दयामा होइन म कबाबमा हड्डी भयो त कि के भन्छु त डिस्टर्ब नगरौँ क्या अरे त्यही पर त्यत्रो पानी परेको छ यार यहाँ भने पानी नै परेको छैन किताब नि भिज्यो जाडो भएर मर्ने होला कस्तो बोर भयो भने यार हेर केटा आज ऋतुले निर्माणलाई छाता उडाएर हामीलाई पाहा लागेको हो कि होइन आज त्यसै छाड्नु हुँदैन है हो नि कहाँ छाड्नुहुन्छ आइपुग्यो ओए निर्माण तैँले होमवर्क गरिस् होमवर्क त गर्नै पर्यो नि खैले न यार तेरो होमवर्क हेरौँ किन ढिला भइसक्यो यति चाहिँ अब होमवर्क हेर्न दिने पनि चिज गर्छ लिएन यार हामी पनि हेरौँ ए तैँले पनि हेर्छस् ला हेर ओए यहाँ फाल ल ल ल समाज तेरो कपी कति हामी मात्रै सजाय पाउने त हामी एकै समान हुनुपर्छ कुरो बुझिस् बिचरा सरहरूको प्यारो निर्माण आज त सँगै कुखुरा बन्ने हुँदैन निर्माण खबरदार फेरि सरहरूलाई चुक्ली लाइस भने ठिक हुँदैन नि हिँड्केर आऊ बिचरा टेन्सन भयो है निर्माण भोबो चिन्ता नले जाउँ अब हामी जाउँ बुझ्यौ तिमीहरूले वेलकम सर तिमीहरू किन ढिला नि बस ल सबैले होमवर्क निकाल त मार्ने भयो आज सरले
आज चाहिँ होमवर्क खै शेरबहादुर? होमवर्क यी सर। ला होमवर्क त छैन रहेछ सर। उठ। कपी त चोरेछौ, नाम पनि चोर्नु पर्ने थियो। नाम चोर्न भुलेछौ नि। उठ।